अब हामीलाई वास्तवमा यो चाहिँ समानुपातिकमा यो सहमति जुन एकीकरणको सहमति भएपछि समानुपातिकमा हामीले दर्ता गरेनौँ, त्यो सबभन्दा हाम्रो लागि ठुलो दुर्घटना भयो। अहिले उज्यालो नेपाल पार्टीले थोरै समयमा हामी पार्टी दर्ता भएको करिब 3 महिना पनि भएको छैन, हामीले यो समयमा करिब 121 ठाउँमा चाहिँ हाम्रो प्रत्यक्षमा उम्मेदवारी दर्ता गरेका छौँ। सबै ठाउँमा हामीले चाहिँ जित्छ नै भन्ने हिसाबले चाहिँ दर्ता गरेको पनि होइन, हामी सङ्गठन विस्तारको हिसाबले हामी गरेका छौँ र त्यो मध्येमा धेरै ठाउँमा हामी चाहिँ एउटा प्रतिस्पर्धामा आउँछौँ र धेरै ठाउँमा हामी चाहिँ जित्छौँ पनि। त्यो भएको हुनाले यो हाम्रो उज्यालो नेपाल पार्टीको अब देशभरिको हाम्रो इलेक्सन क्याम्पेन हामीले सेन्ट्रलबाट र जिल्ला स्तरबाट कसरी गर्ने भनेर एउटा स्ट्राटेजी बनाएको छौँ। त्यो चाहिँ अब एउटा यहाँ इलेक्सन क्याम्पेनको लागि कमिटी बनेको छ। त्यो कमिटीले देशभरिको लागि चाहिँ हाम्रो जिल्ला वाइज र क्षेत्र वाइज को इलेक्सन क्याम्पेन गर्ने टिमहरू पनि चाहिँ बनाउँदै जान्छ र अहिले देशव्यापी रूपमा त्यो टिमहरूले काम गरिरहेको छ। अब मिडिया र यो सोसल मिडियामा जे आइरहेछ त्यो हाम्रो अहिले सोसल मिडिया र मिडियामा चाहिँ हाम्रो अगाडि बढिरहेछ। अहिले जसरी अरू पार्टीहरूले सोसल मिडियामा बढी ल्याइरहेछ, हाम्रो पनि अब बिस्तारै आउँछ, त्यो अगाडि बढ्छ र तल हाम्रो जुन जुन क्षेत्रमा हामी जित्ने सम्भावनाहरू छन् त्यसलाई हामीले त्यो क्षेत्रहरू फोकस गरेर हामी अगाडि बढ्दैछौँ। एकदमै राम्रो प्रतिक्रिया छ। हामीले क्षेत्र नम्बर 3 का आम पब्लिकलाई चाहिँ उज्यालो नेपाल पार्टीमा पार्टीको लागि सहयोग गर्न, मतदान गर्न आह्वान गरिरहेछौँ र देशैभरि पनि उज्यालो नेपाल पार्टीको लागि मतदान गर्नको लागि आह्वान गरेका छौँ। एउटा डेलिभरी दिएर हिजो एउटा ट्र्याक रेकर्ड बनाएर आएको कुलमान घिसिङको नाममा जुन हिसाबले हामीले आम नेपाली जनताले विश्वास गरेको छ, ट्रस्ट गरेको छ, त्यो ट्रस्ट को लागि पनि चाहिँ नेपाली जनताले यो पटक मतदान गरेर विश्वास गर्नेछ भन्ने मलाई लाग्छ र 3 नम्बर क्षेत्रको काठमाडौँ 3 नम्बर क्षेत्रको जति पनि उम्मेदवारहरू हुनुहुन्छ उहाँहरू पनि आफ्नो क्याम्पेन गरिराख्नु भएको छ। मैले पनि आफ्नो क्याम्पेन गरिरहेको छु र त्यहाँका आम पब्लिकको जुन रेस्पोन्स छ एकदमै राम्रो रेस्पोन्स मैले पाइरहेको छु र उहाँहरूले विश्वास गरेर अत्याधिक मतले जिताउनु हुनेछ भन्ने म एकदमै विश्वस्त छु। जित्ने आधार भनेको पहिलो कुरा चाहिँ मैले दिएको डेलिभरी हो। हिजोको मेरो डेलिभरी परिणाम जुन मैले विगत लामो समयदेखि देशको विभिन्न क्षेत्रमा विशेष गरी ऊर्जा क्षेत्रमा मैले डेलिभरी दिएको छु। मेरो ट्र्याक रेकर्ड र मैले एउटा इमान्दारपूर्वक देशको सेवामा, जनताको सेवामा समर्पित गरेको छु र नेपाली जनताले नयाँ नेतृत्व र विश्वासिलो नेतृत्व र परिणाममुखी नेतृत्व खोज्नु भएको छ। त्यो त्यसमा म सबभन्दा फिट छु जस्तो लाग्छ र 3 नम्बर प्रदेश मेरो आफ्नै बसोबासको क्षेत्र पनि हो र 3 नम्बर क्षेत्रमा मैले धेरै काम अगाडि बढाएको पनि छु र 3 नम्बर क्षेत्रमा मैले आफ्नो क्षेत्रको रूपमा लिएर त्यहाँको इन्फ्रास्ट्रक्चर, त्यहाँको खानेपानीको समस्या, त्यहाँको टुरिज्मको प्रमोसन देखि लिएर धेरै क्षेत्रमा हामी धेरै कामहरू गर्न सक्छौँ भनेर एउटा कमिटमेन्ट पनि गरेका छौँ। एउटा कमिटमेन्ट गरेका छौँ जसले 3 नम्बर क्षेत्रले विश्वका आम मतदाताले मलाई विश्वास गरेर जिताउनु हुनेछ। हैन, त्यसमा त हामी अलायन्स गर्न सबै चाहिँ नयाँ शक्तिहरूसँग अलायन्स गर्न हामी ओपनै थियौँ। मैले त्यो त प्रस्तावै राखेको थिएँ चाहिँ एकीकरण नसक्ने अवस्थामा यो पनि अप्सन छ भनेर। अब उहाँहरूको कुनैमा पनि त्यो किसिमको सहमति हुने
अवस्था नरहेको हुनाले हामी हामी एक्लै लागेका छौँ। हामीले पनि धेरै ठाउँमा जित सुनिश्चित हुन्छ भनेर हामीले सुनिश्चित हुने ठाउँहरूमा विशेष प्रायोरिटी दिएर अगाडि बढिरहेको छ। अब हामीलाई वास्तवमा यो चाहिँ समानुपातिकमा यो सहमति जुन एकीकरणको सहमति भएपछि समानुपातिकमा हामीले दर्ता गरेनौँ, त्यो सबभन्दा हाम्रो लागि ठुलो दुर्घटना भयो। त्यो भएपछि समानुपातिकमा हाम्रो चाहिँ मत चाहिँ हामीले मुरली बाँसुरी चिन्हमा चाहिँ हामीले राखेका छौँ। बाँसुरी चिन्हमा समानुपातिकको मत हामी राख्छौँ र प्रत्यक्षमा हाम्रो चिम चिन्हमा हामी आम मतदाताले चाहिँ मतदान गर्नुहुन्छ। बाँसुरी चिन्ह किन हो भने यो राष्ट्रिय परिवर्तन पार्टीसँग हामी एकीकरण गरेका छौँ र उहाँहरूको चाहिँ समानुपातिकको क्यान्डिडेटहरूलाई केही रिप्लेस गरेर हामीले राखेका छौँ र हाम्रै क्यान्डिडेटहरू राखेका छौँ। यो दुईटै पार्टी मर्ज भएपछि एउटै हुन्छ। त्यो भएको हुनाले हामीले बाँसुरी चिन्हमा अगाडि बढेका छौँ। यसले गर्दाखेरि हामी राष्ट्रिय पार्टी हुनमा त्यति अप्ठ्यारो पर्दैन हामीलाई।